दर्शकबिनहरु हर्क सम्पललाई चाहिँ यो पागल हो, यो चाहिँ स्ट्यान्डबाजी हो, यो चाहिँ यसले चाहिँ देशमा केही गर्न सक्दैन भनेर चाहिँ मान्छेले एकदमै धेरै चाहिँ अफवाह फैलाइरहेका थिए। तर अहिले आएर त्यही मान्छे आएर चाहिँ अहिले हाम्रो देशमा चाहिँ हर्क सम्पल एउटा अभियान त एकदमै राम्रो र हर्क सम्पलको अभियान बिना यो देश बन्दैन भनेर चाहिँ भन्न थालिसकेका छन् है। अब भने हाम्रो देश भनेको चाहिँ एकदमै धेरै तल पुगिसकेको छ। हाम्रो देशको चाहिँ जुन बजेटहरु चाहिँ एकदमै सकिरहेको छ र हाम्रो देशको बजेटले चाहिँ हाम्रो देशमा रहेका जति पनि कर्मचारीदेखि लिएर नेता सबैलाई चाहिँ बाँड्दाखेरि स्थानीय तहदेखि लिएर केन्द्रसम्म चाहिँ सबैलाई बाँड्दाखेरि चाहिँ हाम्रो देशको बजेटले चाहिँ विकास गर्न भ्याइरहेको छैन। त्यही भएर अब हाम्रो विकल्प भनेको यही श्रमदान गर्ने, हामी गाउँको स्थानीयहरु मिलेर श्रमदान गरेर कुनै कुरा बनाउने भन्ने कुराहरु यो चाहिँ अहिले अब हाम्रो देश विकासको लागि अत्यावश्यक परेको छ। यो बिना चाहिँ अब देश बन्दैन भन्ने कुरा सबैले बुझिसकेको छ। अब हामी हर्कवादलाई पछ्याउनु पर्छ र हर्कवादको जुन श्रमदान अभियान छ यसलाई अगाडि बढाउनु पर्छ। मान्छेले चिप्लो बोलेर हैन तर खस्रो बोले पनि देशको निम्ति रुने, देशको निम्ति आँसु बगाउने, देशको निम्ति पसिना बगाउने मान्छेले हामीले चुन्नु पर्छ। ओके।